हेलो गाइज, गुड मर्निङ। र आज चाहिँ शनिबारको दिन रहेको छ र म बिहान 7 बजे उठेको छु। म चाहिँ सधैँ फ्राइडे नाइट चाहिँ घर जान्थेँ, तर आज म गइनँ। त्यो चाहिँ किन गइनँ भनेर चाहिँ तपाईँहरूले सबै पुरै भ्लग हेर्नुपर्ने हुन्छ। र बिहान उठेँ, मैले सरसफाइ गरेँ, मुख धोएँ, अनि त्यसपछि चिया खाएँ। र अहिले चाहिँ म बसिरहेको छु। र हाम्रोमा चाहिँ हिजो अस्ति चाहिँ पानी परिरहेको थियो र अहिले चाहिँ अलिअलि घाम लागिरहेको छ। थाहा छैन दिउँसोसम्म के हुन्छ भनेर, किनभने मौसम चाहिँ कहिले घाम लाग्ने कहिले पानी पर्ने भइरहेको छ हिजोदेखि चाहिँ। त्यही भएर के हुन्छ थाहा छैन। आज चाहिँ साथी आउने भन्ने कारणले चाहिँ म घर नगएको हुन्थ्यो, तर कस्तो टेन्सन भइरहेको थियो कि उसको बाबा आउनु भएको छ नि त, अनि त्यसपछि आउँछ कि आउँदैन भनेर कन्फ्युज भइरहेको थियो। तर उसले मलाई बिहान उठाएर चाहिँ उठेँ, म 7 बजी उठेको थिएँ, फोन गरिदिएँ। अनि त्यसपछि ल उसले गुड न्युज सुनाएँ। त्यसपछि म यति खुसी भएँ नि। त्यसपछि मन ढुक्क भयो कि, नत्र कस्तो डर लागिरहेको थियो आउने हो कि होइन, दुईजना आउने भने एकजना मात्रै आउने हो कि के हो भनेर कस्तो डर लागिरहेको थियो। तर फाइनली दुईजना नै आउँछन्, तर को आउँछन् भनेर चाहिँ स्टे ट्युन। अब चाहिँ म खाना पकाउनलाई चाहिँ रेडी गर्दैछु। आज चाहिँ मैले दाल पकाउँछु, खाना पकाउँछु, अनि त्यसपछि चाहिँ काउली पकाउँछु कि प्याज पकाउँछु थाहा छैन, तर पकाउँछु अनि खान्छु, हजुरहरूले देखाउँछु। मैले भनेको थिएँ नि अघिसम्म घाम लागिरहेको, मौसम कतिखेर परिवर्तन हुन्छ भन्ने थाहा छैन भनेर। अघिसम्म घाम लागिरहेको थियो भने अहिले चाहिँ हावा हुरी पानी परेर चाहिँ यस्तो भएको छ। यो चाहिँ मैले अझ कम पछि खिचेको हो। अघि यति धेरै हावा हुरी भएको थियो नि, ओहो पानी परेर हावा हुरी भएर मान्छे उडाउला जस्तो थियो अघिसम्म त। मेरो खाना चाहिँ रेडी भयो र के छ भन्दाखेरि दाल भात तरकारी अन्डा रहेको छ। हेर्दा मिठो होला जस्तो छ, अब खान्छु। अहिले भाँडा माझेँ, रुम सरसफाइ गरेँ। अब चाहिँ म ड्रइङ गर्न गइरहेको छु। एनाटोमीको चाहिँ हाम्रो ड्रइङ दिनुभएको छ म्यामले, मस्कुलर स्केलेटरको। अब यसको 20 वटा छ, त्यो अब मैले कति गरेर भ्याउँछु, आई डोन्ट नो। मेरो साथीहरू चाहिँ बनेका कति भन्दै थिए गाडी चेन्ज गराइदियो अरे, अनि त्यसपछि अब महानगरमा आउँदै होला। म चाहिँ अब उनीहरूलाई एकछिनमा रिसिभ गर्न जान्छु। उनीहरूले चाहिँ मलाई इग्नोर गर्दैछन् होइन, तर नबोल्नु कति कहाँ जाँदो रहेछन् म हेर्दैछु यिनीहरूलाई, कहाँ जान्छन् आई डोन्ट नो। उनीहरू चाहिँ बेबारिसी अवस्थामा मैले फेला पारेको र म उनीहरूलाई मेरो कोठामा लग्दैछु। यता अनुहार देखाउनुहोस् त हजुरहरूले। मेरा साथीहरू चाहिँ मेरो रुममा आउन नपाइकन होइन बिजनेसको चाहिँ काम गर्दैछ नि, धमाधम। अब भोलि अर्डर आइरहेको छ न्यू इयरको लागि, त्यही भएर अनि मैले चिया बनाएर दिएको थिएँ, त्यो पनि खाने फुर्सद छैन। अब कतिखेर खाने हुन्, धमाधम काममा व्यस्त छन्। यता हेर्देऊ, मेरो भ्लगमा केही भन्न चाहन्छौ भने पनि भन है। अर्डरले गर्नु गरेको छ, यस्तो मेसी छ नि हाम्रो रुम। भोलि छ नि त अर्डर पुऱ्याउनु पर्ने, अनि त्यही भएर चाहिँ सबैजना धमाधम कोही सुतेर कोही उठेर काम गरेछ। कस्तो राम्रो सनसेट देखेको 6 बजे। उहाँ आइराख्नु भएको छ नि, उहाँ चाहिँ आफ्नो काम गर्दै हुनुहुन्छ, किनभने अर्डर आइरहेको छ। त्यही भएर उहाँ चाहिँ खाजा खाने बेलामा पनि फुर्सद छैन कि, हातमा बुन्दै हिँड्नु भएको छ। टुलिप हो यो चाहिँ, भोलि अर्डर पुऱ्याउनु पर्छ। देखाऊ यता, वाउ, एउटा समाउने एउटा घुमाउने खुब चलिरहेछ, किनभने टुलिप बिगार्नु भयो उहाँले, ठुलो भयो चाहिने भन्दा पनि बढी। त्यही भएर चाहिँ दुईजना हो धमाधम छ। कस्तो भइरहेछ, कस्तो फिल भइरहेछ नि बाटोमा नि काम गर्दा। मेरो साथीहरू चाहिँ धुलीखेल आएका छन् मलाई भेट्नलाई। कस्तो अनुभव भइरहेछ ल भन त। तिम्रो साथमा थ्याङ्क यू। मैले बुझेँ बाबा, चाहे तिमीहरू जहाँसुकै लगा तिम्रो साथमा हुनु भएपछि। अनि अनु म त बोल्दिनँ, म त मैले भने नि तिमी पनि केही बोल्देऊ न। मलाई चाहिँ रमाइलो लागिरहेको छ, म एक्स्ट्रा गर्न जान्छु। हजुर ठिक छ। अब चाहिँ हामी रातिको 2 बजेको छ र मेरा साथीहरूले चाहिँ एकदमै राम्रो बुनिरहेका छन्। हेर्न एकदम गोसिप पनि चलिरहेको छ, काम साथै गोसिप धेरै छ। छिटो काम भ्याऊ।
अचम्म छ हो। फाइनली लामो समय लागेर चाहिँ हामीले मिनी टुलिप र रबर ब्यान्ड चाहिँ बनाइसकेका छौँ र यो किन्नको लागि चाहिँ हजुरहरूले हाम्रो क्रोसेट बाई एकेलाई चाहिँ फलो गर्नुपर्ने हुन्छ र जसले यो किन्दै हुनुहुन्छ आई थिङ्क दे लाइक इट। सो दिस मच फर टुडे।